क्यानले अस्ति भर्खर आइसिसी टी20 वर्ल्ड कप 2026 को लागि ट्रेनिङ क्याम्प अनाउन्स गरिसकेको छ। अब यही ट्रेनिङ क्याम्पबाटै 15 मैन स्क्वाड छानिने अनुमान गर्न सकिन्छ। सो लेट्स प्रेडिक्ट वाट द स्क्वाड इज गोइङ टु लुक लाइक। मेरो 3टा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल, आशिष शेख र विनोद भण्डारी रहनेछन्। मेरो अरू 3टा ब्याट्सम्यान भनेको हाम्रो क्याप्टेन रोहित पौडेल, कुशल मल्ल र सन्दीप जोरा रहनेछन्। माई 3 ब्याटिङ अलराउन्डर्स आर गोइङ टु बी दिपेन्द्र सिंह ऐरी, मोहम्मद आदिल अलाम एन्ड गुलसन झा। त्यसै गरी मेरो 3टा बलिङ अलराउन्डर्स भनेको करण केसी, सोम्पल कामी र नन्दन यादव रहनेछन्। अनि अन्तिममा मेरो 3टा बलर्स भनेको सन्दीप लामिछाने, शेर मल्ल र अविनाश बोहरा हुनेछन्। कम्बिनेसन्स र रिसेन्ट पर्फर्मेन्सले गर्दाखेरि लोकेश बम, ललित राजवंशी र भीम सार्कीले मिस आउट गरेका छन्, जसलाई हामी रिजर्भ्समा राख्न सक्छौँ। यो त भयो मेरो स्क्वाड। अब तपाईँ भन्नुहोस्, तपाईँ यसमा के चेन्जेसहरू गर्न चाहनुहुन्छ?